मायाको गाउँ त चिने घर चिनाइ सकिन होलो हो कि पल्लो डाँडै फुर्के सल्लो। हेलो गाइज, वेलकम टु माई ब्याक टु ब्याक न्यू डे न्यू भ्लग। फेरि पनि सबैलाई हार्दिक स्वागत छ होइन। अनि म चाहिँ आज हामी चाहिँ घुम्न गइरहेका छौँ। यता देख्न सक्नुहुन्छ अगाडि नवीन अनि यता पछाडि फ्यानिल पनि छ। अनि हामीहरू आज चाहिँ यस्तो हिरो बनेर यस्तो गेटअपमा म चाहिँ आज एउटा केटी पट्याउन गइरहेको छु। अब के कस्तो हुन्छ होइन, सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै नै छु। अब चाहिँ भोलि चाहिँ मेरो सायद अछाम जान सक्छु होला, किनभने भोलि चाहिँ मेरो साथीको चाहिँ इभी निकाल्न भएको छ होइन। हो त्यहाँ पनि जान सक्छु होला। त्यहाँ सँगसँगै म चाहिँ आज हाम्रो चाहिँ घुम्ने यात्रा छ है त गाइज। के हुन्छ कस्तो हुन्छ यो भिडियोमा हेर्दै गर्नु होला। लेट्स गो गाइज। हामी चाहिँ अहिले जुत्ता खोलेर हिँडिरहेका छौँ। देख्न सक्नुहुन्छ त्यहाँ यस्तो पानी छ नि त, यो नदी छ होइन। त्यही कारणले चाहिँ हामीहरू जुत्ता खोलेर हिँड्नुपर्छ क्या, नत्र लास्ट गाह्रो हुन्छ। यस्तो छ यो पानी। ओहो बवाल छ यार, बवाल। पनि यस्तो भइरहेको क्या यतातिर, पुरा पसिना यस्तो छ। तै पनि बुलबुले घुम्नलाई हामीहरू गएर उ त्यो तर त्यहाँ आयो अब त्यो पानीमा गिरललाई रे, यहाँनिर गिरललाई त्यो तल्लो जान कति गइल ह, जान घुम्न जानु सुख छैन केटा हो, गाह्रो छ होइन। उता त्यहाँ छ, अब कहीँ खोल्दा तर्नु त पर्दैन। यो खोलो थियो त्यो चाहिँ जुत्तामा यहाँमा चाहिँ पुल हालिदिएपछि झन् अति नै रमाइलो हुन्थ्यो गाइजहरू। के गर्नु, यहाँको नेताहरू यस्तै छन् दुखाने। अब के भन्नु त, अब के भन्न नि सकिन्न, बोल्न पनि पाइन्न। बोलेपछि फेरि के हुन्छ, बोलेपछि यता विरोध गर्दो, यता ओ लौडा लसुन गर्छ है। के गर्नु, अब हामी चाहिँ बुलबुले गइरहेछौँ, आधी बाटोमै छौँ है त। फाइनली गाइज, अब म चाहिँ अहिले झुलङ्गे पुलमा पसिसकेको छु होइन। अब गइरहेको छु दौडेर। यसको यता देख्न सक्नुहुन्छ कान्द्राको सबैभन्दा ठुलो झुलङ्गे पुलमा चाहिँ म हिँडिसकेको छु होइन। अब हाम्रो चाहिँ यात्रा आज चाहिँ बुलबुलेको छ। यता देख्न सक्नुहुन्छ गाइजहरू, यता पछाडि त्यो चाहिँ लामो छ लास्टै। उताबाट गाडी पनि आइरहेछन् पछाडिबाट। अनि घुम्नलाई आउन सक्नुहुन्छ सबैजना। बुलबुले कस्तो छ के कस्तो छ यो भिडियोमा सबै हुनेछ। र हाम्रो सबैभन्दा लामो झुलङ्गे पुल चाहिँ यही हो कि नै नबी भन्दा हो 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 ए हो हाम्रो सबैभन्दा। अनि घाम चाहिँ लास्टै छ कि केटा, लास्ट छ भने। अब यता पछाडि देख्न सक्नुहुन्छ हाम्रो चुरे पहाड देखिन्छ होइन। अनि यता यो चाहिँ नदी कत्रो छ भन्दाखेरिमा पुरै देखाउँछु यारमा, यत्रो छ क्या चुरे पहाड पुरै। गाइज यस्ता छन् त हाम्रा भैँसीहरू। कोही गोठालो बन्ने भए आउन सक्नुहुन्छ। रमाइलो छ गाउँको यात्रा गाइज। यता बाख्राहरू चरिरहेछन् अनि यता भैँसीहरू पनि छन्। अनि हाम्रो बुलबुले जाने बाटो यही हो, हामी चाहिँ गइरहेछौँ। मायाको गाउँ त चिने घर चिनाइ सकिन होलो हो कि पल्लो डाँडै फुर्के सल्लो। यस्तै छ त मेरो स्वर कसो हो खै थाहा भएन। त्यही भएर मलाई गाउने मन लाग्यो गाइजहरू। यस्तो दिमाग खराब छ यार आज, जहाँ जानु पानी मात्रै हो नि। फाइनली गाइज हामी चाहिँ अहिले कहाँ पुग्छौँ भन्दाखेरिमा ट्याक्कै बुलबुलेको गेटमा इन्ट्री भइरहेछ। यता यो चाहिँ चोरी ग्याट हो यो, यहाँबाट स्वाट हामी चाहिँ यता गइरहेछौँ होइन। अब हामी चाहिँ भित्र इन्ट्री हुन्छ। ओ यो बुलबुले यस्तो छ देख्न सक्नुहुन्छ, यस्तो छ। अहिले चाहिँ खासै
पब्लिकहरू आए नै रहेछन्, ठिकै रहेछन्। यता यो चाहिँ मन्दिर हो, म सब एकन्नै देखाउने छु है त। अनि त्यहाँनिर चाहिँ राष्ट्रिय झन्डा छ, यता यी पतङ्गहरू स्थान। नबी कस्तो महसुस भइरह बगान? अनि यो चाहिँ डोगाहरू चाहिँ यहाँ छन् कि, यो साइडमा चाहिँ डोगाहरू छन्। अनि अब म चाहिँ पानी खान जान लाग्छु होइन। पानीहरू पानी चाहिँ यो पाहाडको भन्दा नि बगाल छ क्या, यहाँ लास्टै बगाल धाराहरू छन् यता 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 देख्न सक्नुहुन्छ। अब हामी चाहिँ अब के हुन्छ सब घुम्नेछौँ है त। फाइनली गाइज अब हामी चाहिँ बुलबुले पहुँचेर अब हामीले वेटिङ गरेर पहुँचिसक्यौँ। अनि यता देख्न सक्नुहुन्छ यी केटाहरू आइसकेका छन्। यता तल यहाँ त्यहाँ खोलानिर हुन्छन् दुईजना। अनि यता अब देखाउँछु म पछाडि गरेर, यता हुरुर साली पनि आँखा यहाँ ठुलो साली सरी। अनि यो चाहिँ अब बुलबुलेको अब हामीहरू केटाहरू सबै भिडियो सिडियो बनाउनेछौँ आज। त्यस्तो छ खतरा या कमेडीवाला पनि छन् कोही कोही। यता छ अब पाहाडतिर, उता माथि पाहाड छ होइन। यहाँनिर दुईजना के पो गर्नु लाने अरे। फाइनली गाइज अब हामी चाहिँ बुलबुलेको हरियाली परियालीमा आइसकेका छौँ यता। तर धेरै मान्छेहरू छैन आजभोलि, खोइ किन हो, सिजन बर्खाको भएर हो कि हल्का हिलो पनि छ होइन। अनि यता सानो भाइहरू झुलिरहेछ, केटाहरू भने अगाडि हिँडिरहेछन्। यस्तो देखाइरहेछ। राम्रो त राम्रै नै छ, नराम्रो त नराम्रो नै छ। अब यस्तै छ है त, लेट्स गो। अब भिडियोतर्फ हामी गइसकेका छौँ। बुलबुले आउन सक्नुहुन्छ सबैजनालाई मेरो अनुरोध छ। यहाँ तपाईँ बिनाको यो बुलबुले बेतालमा छ है त। अब बुलबुलेको यो चाहिँ पानी कसरी आउँछ भनेर देखाइरह। फोकाहरू आउँदैन तलबाट। गाइज यो चाहिँ बुलबुलेको गौतम बुद्धको छन् केटाहरू यता यी दर्शन गरिरहन्। यता यस्तो छ बुद्धको अरे 10 रुपियाँ राख्यो अहिले त खतरा अरे बापरे। यता 10 रुपियाँ दान गरिसकेको यता देख्न सक्नुहुन्छ। फाइनली गाइज अब हामी चाहिँ घर लागिसक्यो बुलबुलेबाट। अगाडि हिँडिसकेका छन्। म चाहिँ अब बाई बाई बुलबुले, अब नेक्स्ट टाइम भेट्नेछौँ। अहिलेलाई यति नै, सकियो। यता भाइहरू आइरहन्। ओ भाइहरू कहाँ हो? कहाँ लागेको? मम्मी के मम्मी? यता गुरुहरू छ, यस्तो छ गाईहरू छ, बल्लहरू छ। छिरिया टोइलेट भित्र छिरिया गाई हो कि यहाँनिर छिरिया। यता यो चाहिँ ए भाइ तिमी कहाँ आएको? यस्तो छ अवस्था है त। यसको